कतिजनाको बानी चाहिँ सङ्गतिमा नजाने बानी हुन्छ। जसको बानी सङ्गतिमा नजाने छ नि उनीहरू चाहिँ कुलतमा फस्ने धेरै नै चान्सेस हुन्छ। किनभने सङ्गतिमै नगएपछि आत्मिक कुराहरू नभएपछि प्रभुको वचनका कुराहरू नभएपछि त्यहाँ वचन मनन गर्ने ठाउँमा नगइसकेपछि ऊ जाने भनेको कहाँ हो? जहाँ सङ्गति हुँदैन, जहाँ अरू कुराहरूको सङ्गति हुन्छ त्यहाँ जान्छ। अनि त्यहाँनिरको माहौलै अर्कै हुन्छ। अनि त्यहाँनिर साथीभाइको लय लयमा लागेर हुन्छ कि केही कुराहरू हुन्छ कि एकचोटि दुईचोटि गर्दै गर्दै उनीहरूको लत चाहिँ कुलतमा परिणत हुन जान्छ। अनि जब सङ्गतिमा बस्छ भने चाहिँ कुलतमा बस्ने कुनै चान्सेस हुँदैन। अनि हिब्रू 10:25 भनेको चाहिँ है हामीहरूको बानी चाहिँ सङ्गतिमा जाने। हामी सङ्गतिमा बस्ने, मण्डलीको सङ्गतिमा बस्ने, परिवारको सङ्गतिमा, इसाईहरूको जीवन साथीभाइको सङ्गतिमा बस्ने हामीहरूको बानी यो आदत हुनुपर्छ। हामीले यो प्रकारको लभ हामीले बसाल्नुपर्छ। अनि हामी निरन्तर सेवा सङ्गतिमा सहभागी सहभागी हुनुपर्दछ। अनि विशेष साथीभाइहरूको प्रार्थना सङ्गतिहरूमा हामी सहभागी हुनुपर्दछ। अनि अर्को हामीहरू परमेश्वरको पुनरुत्थान र चर्याको कुरा, परमेश्वरले चाहिँ अघि भनिहाले, परमेश्वरले चाहिँ हामीहरूलाई यदि त्यस्तो प्रकारले उहाँको सङ्गतिबाट हामी टाढो भएका छौँ भने चाहिँ उहाँले उहाँको सङ्गतिमा आएको चाहनुहुन्छ। उहाँसँग घनिष्ठतामा, उहाँसँग नजिकको सम्बन्धमा रहेको उहाँले चाहनुहुन्छ। त्यस कारणले गर्दाखेरि हामी जब सङ्गतिमा बस्छौँ हामीले ती कुराहरूबाट हामी टाढिन्छौँ, छुटकारा पाउँछौँ कुलतका कुराहरूबाट। अनि परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ, हामी हामीलाई फेरि पुनर्स्थापन चल्न उहाँले दिनुहुन्छ। हामी हेर्दै गर्दाखेरि अब केही थोरै कुराहरू मात्र म तपाईँहरूको बिचमा बताउने छु।